ल यसको चाहिँ यो 2 फन्का बुनेर सकिएको छ यताबाट। अब चाहिँ यसलाई फिटकौली हाल्ने, हामी चाहिँ फिटकौली भन्छौँ, कसैले काप्रो पनि भन्छन् यसलाई हैन। यो आफ्नो आफ्नो ठाउँको भाषा हुन्छ, मैले चाहिँ फिटकौली भन्छु कि यसलाई। यो चाहिँ हाल्नुपर्छ, यसलाई यसरी हाल्ने, यसरी टक्क यस्तो देखियो। अब यसलाई यसरी मोडेर यसलाई यता लाने, यसलाई यता लाने, यसलाई यस्तो गराउने है। त्यसपछि अब आँखा कसरी फोर्ने भन्नुभएको थियो हैन। अब यो घुमाएको चोयाको टुप्पा यो भयो, एउटा टुप्पा यो भयो है। अब यसलाई चाहिँ यसलाई पनि यतातिर ल्याउने, हल्का बङ्ग्याउने, यसलाई यताकोलाई यता ल्याउने यसरी। यो यतापट्टिकोलाई यतैपट्टि ल्याउँदा पनि हुन्छ, तर मैले चाहिँ यताबाट यसरी ल्याउँछु है। यो चाहिँ आफ्नो आफ्नो तरिका हुन्छ, हजुरलाई सिक्न पनि सजिलो होस्। यसरी गर्ने, त्यसपछि यसरी यसरी आउँछ यो। त्यसपछि यो साइडकोलाई यतापट्टि लाने, यताकोलाई यता लाने है, यसरी हुन्छ है। हजुरहरूले चाहिँ अस्ति भएन यो भिडियो भन्नुभएको थियो कि, त्यही भएर फेरि हजुरहरूकै लागि बनाएको यो डोको मैले, नत्र पुगेको थियो कि घरमा डोको। अब भिडियोको लागि हजुरले सिक्नुहोस् न भनेर मैले फेरि यस्तो बनाइदिएको छु। हेर्नुहोस् है, यो आँखा कसरी बनाउने भन्ने कुरा यो भिडियोमा मैले एकदम राम्रोसँग सिकाउँदैछु। ल हेर्नुहोस् है, यता जान्छ क्या यो यसरी। ल हेर्नुहोस्, यहाँ यस्तो बढ्दै जान्छ, यो यसरी आयो, यो यता आयो, यसरी हुन्छ यो। अब यो 2 फन्का फुकाएपछि 4वटा धारमा यो राखिन्छ।